सबैलाई नमस्कार। म स्काउट मास्टर भीमराज अम्मै। विशेष गरेर हिउँदे याममा नेपालमा नेपालका विशेष गरेर तराई र मधेस क्षेत्रमा बाक्लो कुहिरो र हुस्सु लाग्ने गर्छ, जसलाई हामी शीतलहर पनि भन्ने गर्छौँ। प्रायःजसो शीतलहर तराई मधेसमा लाग्छ। शीतलहरको कारणले गर्दाखेरि सूर्यको किरणहरू पृथ्वीसम्म पुग्न नसकी वायुमण्डलीय तापमानमा ह्रास आउँछ, जसले गर्दा जनजीवन अत्यन्त प्रभावित हुने गर्छ। आज कान्ति स्काउट माविका स्काउट दलमा आबद्ध विद्यार्थी भाइ बहिनीहरूले विशेष गरेर शीतलहरका कारणहरू, शीतलहर भनेको के, शीतलहरका कारण, शीतलहरबाट विशेष गरेर कसरी जनजीवन प्रभावित हुन्छ र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरामा आफ्नो प्रस्तुति गर्दैछ। आएको चिसो हावा तथा जमेको पानीको अवस्था हो, जसलाई शीतलहर भनिन्छ। यसको परिभाषा: शीतलहर भनेको प्रदूषित हावा र पानी, बाफ अथवा बरफको सानो सानो कणको सम्मिश्रण हो। यसलाई जमिनको सतहसँग हुने पान्छ। तराईमा जाडोमा हुस्सा लाग्ने, घाम नलाग्ने, सिरसिर चिसो हावा चल्ने, बढी शीत पर्ने र नसुक्ने ओसिलो भइराख्ने मौसमी अवस्था हो। नेपालमा शीतलहरको अवस्था: नेपालमा विशेष गरी पुष र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्छ। यसरी चिसो बतास हावाले नेपालको तराई क्षेत्र, पहाडी उपत्यका, हिमाली क्षेत्रमा असर पार्ने गर्छ। हस्त, धन्यवाद। शीतलहरका मौसमी कारणहरूको परेको थियो। बादलको लामो समयको उपस्थितिले अनि अरब सागरबाट उठेको जलवायु शीत हावाको सम्मिश्रणका कारणले वायुमण्डलमा जलवाष्पको मात्रामा वृद्धि हुँदा पुष र माघ महिनामा विशेष गरी हावामा पानीको मात्रा बढी हुनाले। अनि अर्को रहेको छ हाम्रो भौगोलिक कारणहरू। यसका कारणहरू निम्न प्रकार छन्: उत्तरबाट चिसो हावा प्रवेश गर्दा, पश्चिमी क्षेत्रबाट आउने चिसो हावा तथा बादलको कारणले गर्दा, तराई क्षेत्रमा समतल हुँदा शीत छिटो फैलिने हुनाले, तराईमा मन्द गतिमा हावा चल्ने हुँदा, हिउँदयमा पृथ्वीको सतह बढी चिसो हुन्छ र सम्पर्कमा आउने बित्तिकै हावामा भएको जलवायु पानीको थोपा परिवर्तन हुन्छ। अन्तिममा हाम्रो रहेको छ जलवायु परिवर्तनका भूमिकाहरू। फलफुलमा असर गर्छ। पोखरी, नदी आदि जस्तामा बाढीहरू बढ्न सक्छ। मानवीय जीवनमा पनि असर पुर्याउने गर्छ। जीव जन्तुमा पनि असर पुर्याउने ठुलो सम्भावना हुन्छ। कृषि खेतीमा उब्जनीमा असर पार्छ। धन्यवाद। शीतलहरले बालबालिकामा पार्ने असरहरू निम्न रहेका छन्। शीतलहरले बालबालिकामा निमोनिया लाग्छ, ज्वरो आउँछ, पेट दुख्ने आदि हुने गर्दछ र शीतलहरले वृद्धमा पर्ने असरहरू निम्न रहेका छन्। शीतलहरले वृद्धहरूमा दम बढ्छ, हातखुट्टा दुख्ने, हातखुट्टा फुट्ने, सास रोकिने, सास फेर्न गाह्रो हुने, मुटु दुख्ने आदि शीतलहरले वृद्धमा हुने प्रभाव र असर रहेका छन्। शीतलहरले यातायात र दैनिक जीवनमा पार्ने असरहरू: शीतलहरले गर्दा यातायात सञ्चालन गर्न नसकिने, शीतलहरले सहरी साधनको प्रयोग गर्न नसकिने, शीतलहरले हातखुट्टा चिसो भएर सञ्चालन गर्न नसकिने, शीतलहरले दैनिक जीवनमा यातायातमा पार्ने असरहरू। ढाडा पखाला लाग्ने शीतलहरका कारणले हुने, तिनलाई राम्रोसँग प्रस्तुति हाम्रो शीतलहरका कारणले के कस्ता प्रभावहरू हुन्छन् भनेर भनिदिनु भएको छ। र शीतलहरले बालबालिका र वृद्धमा पर्ने असरहरू: शीतलहरले बालबालिका र वृद्धमा हातखुट्टा फुट्ने, दम बढ्ने र बालबालिकामा विशेष गरी निमोनिया हुने र उनले एकदम राम्रो ढङ्गले अनि पेट दुख्ने र हात खुट्टा चर्कने जस्ता समस्याहरू पनि हुन्छन् वृद्ध
वृद्धमा र बच्चालाई विशेष गरी यो चिसो याममा बढी निमोनिया हुने समस्या पनि यो शीतलहरको कारणले हो र यातायात चलाउँदाखेरि ड्राइभरहरूको हात एक्कासी शीतलहरको कारणले धेरै ठन्डो भएर हातको बसाहरूमा रगत सञ्चालन अलिक कम हुनाले ह्यान्डल ब्रेक पर्ने सिसामा शीतलहरले ढाकेको हुनाले उनीहरूलाई अगाडिको प्रष्टै भ्यू नदेखेर हाम्रो यो चिसो याममा बढी दुर्घटना भएको पनि समाचार सुन्छौँ। यस कुरालाई उनीहरूले जोड्न खोज्नु भएको छ। यसै गरी भगेरा पेट्रोलको एकदम राम्रो थियो शीतलहरमा अप्नाउनु पर्ने उपायहरू अनि हामीले यो शीतलहर सम्बन्धी धेरै कुरा हामीलाई एसेम्ब्लीमा पनि सरले भनिसक्नु भएको हुन्छ। हामीले शीतलहरमा अप्नाउनु पर्ने कुरा के कस्ता हाम्रो प्रस्तुत छ। यसै गरी भगेरा ग्रुपलाई आफ्नो यता स्थानमा बसेर पनि अनुरोध गर्दछु। ठाउँमा हुने जस्तै ताल खोला नदी नाला जस्ता ठाउँमा शीतलहर हुन्छ जसलाई शीतलहर भनिन्छ। हामीले पक्कै हुन्छ र शीतलहर कारणले घाटो शीतलहर बढी भएका कारणले शीतलहरका जोखिमका क्षेत्रहरू भनेर टाइगर पेट्रोलले प्रश्न पाउनु भएको छ र यो एकदम राम्रो शीतलहर हिमाली पहाडी भन्दा यो तराई क्षेत्रमा एकदम बढी जोखिम। शीतलहरबाट बस्ने उपाय यस प्रकार छन्। घरबाट बाहिर निस्किँदा तातो न्यानो कपडा लगाउने, लामो यात्रा नगर्ने, तातो झुलिलो खानेकुरा खाने, धेरै बेर घरबाट बाहिर ननिस्किने, दिन दुखी वा गरिबलाई कपडा उपलब्ध गराउने, शीतलहरबाट बस्ने उपायबारे जनचेतनामूलक कार्यक्रम यी प्रस्तुतिहरू थिए शीतलहरबाट जोगिन न्यानो कपडा लगाउँ, घरबाट सगुर बाहिर ननिस्क्यौँ, आगोको छेउछाउ बसौँ र सतर्कता अपनाउँ। विशेष गरेर बालबालिकाहरू वृद्धहरूको स्वास्थ्यमा ध्यान दिउँ। आजको प्रस्तुतिको लागि धन्यवाद। जय स्काउट।